हजुर हाम्रो हिरामणि बाबुआजूले चाहिँ अब यही पोखरी खाना 4 भाइ छोरा जन्माउँछन्। सही गाई पानी खाने ठाउँ हो त्यो। एउटा चाहिँ हिँड्ने बाटाघाटा हिँड्दाखेरि अघि पौवा बनाउँथ्यो, त्यस्तो पौवा बनाएर राख। त्यो सही गाईले पानी खाने ठाउँमा चाहिँ एउटा पोखरी खन। त्यसलाई 4 भाइ छोरा हुन्छन्, त्यसलाई छोरी छैनन्। 4 भाइ छोरा हुन्छन्, राम्रो हुन्छ भनेर पाङ्का ज्योतिषीले भनेर अब हाम्रो हिरामणि बाजेले यो खनेपछि 4 भाइ छोरा जन्मे, छोरी जन्मेन। यस्तो भएको पोखरी हो। त्यस्तो त्यही भएर अहिले सनाउन भनेर भन्दै राजुभाइ सबै कोसिए भन्न पर्यो। हजुर रेख्लाउन पाइएन। कोसिँदाखेरिमा चाहिँ पोहोर साल अति राम्रो भएर गयो काम गर्दै। अलिकति बाँकी छ, त्यहाँबाट यही रहेछ बोकार गर्ने समितिले। यस्तो हो क्या। ल हेर बाबु, तिमीले पनि अब बाबुआजले खनेको पोखरी यस्तो सेतन गरेर जाम पोखरीको जल। हुन्छ हुन्छ हजुर भाइ। धेरै समयमा आएका हजुर त्यही देखाउनलाई म पनि आएको। त्यही त मेरो लागि ठुलो भाग्यको कुरो भयो। मलाई पनि हो। हजुरबासित कुलायनको मन्दिरमा आउने, पूजा गर्ने, दर्शन गर्ने ठुलो। अब त्यो त उनीहरू पनि सम्झन्थ्यो उनीहरू पनि सम्झन्थ्यो देउरालीलाई, कुलायनका मन्दिरलाई। अब पठाइदियो भने बाबाले, मैले पनि ल्याएर राखिदिएँ। अनि त्यस्तो भएको ठाउँ हो। सम्झना पर्छ भाइ, धर्मले खाना हुन्छ। राम्रो भयो त, राम्रै छ। अझै गर्न केही बाँकी छ। अहिले साल हुन्छ कि अर्को समिति गठन गरेका छन्। जय गणेश, जय गणेश, जय गणेश।